राक्तेन कार्डको एप्लाई चाहिँ तपाईँहरूले यसरी गर्न सक्नुहुन्छ। पहिला मेरो टिकटकको लिङ्कमा जानुहोस्, त्यहाँबाट राक्तेन कार्ड हुन मोस्कुमी कोचिरा भन्ने त्यो लिङ्कमा जानुहोस्। त्यहाँबाट तपाईँहरूले तल क्रिएट अ न्यू राक्तेन एकाउन्ट फ्री भन्ने छ नि, हो त्यहाँ क्लिक गर्नुहोस्। त्यहाँबाट तपाईँले आफ्नो जिमेल आइडी हाल्न सक्नुहुनेछ। अनि त्यहाँ जिमेल आइडी हालिसकेपछि तपाईँहरूले चाहिँ है त त्यसै गरी आफ्नो जिमेल आइडी हाल्नुहोस्। अनि तपाईँहरूले त्यहाँ गर्दै जानुहोस् है त। जिमेल आइडी हालिसकेपछि तपाईँहरूले त्यसपछिको प्रोसेस हुन्छ तल, अनि तपाईँहरूले त्यहाँ नेक्स्ट गर्ने हुन्छ। अनि नेक्स्ट गरिसकेपछि तपाईँहरूको चाहिँ त्यहाँ भेरिफिकेसन आउँछ है। त्यो तपाईँहरूको जिमेलमा तपाईँले जुन आइडी हाल्नुभयो त्यसको जिमेलमा भेरिफिकेसन आउँछ। अनि त्यो भेरिफिकेसन चाहिँ यहाँ ल्याएर तपाईँले पेस्ट गर्नुहोस्। अनि भेरिफिकेसन मेल एड्रेस गर्नुहोस्। तल युजर नेममा चाहिँ तपाईँहरूको त्यो आइडी नै बसिरहन्छ। अनि पासवर्डमा चाहिँ तपाईँहरूले हाल्नु पर्ने हुन्छ। पासवर्ड निउरो गर्दा चाहिँ तपाईँहरूले अघिल्लो अक्षर चाहिँ क्यापिटल राख्नुपर्ने हुन्छ। त्यसपछि तपाईँहरूले चिकेता इजोको अनि त्यहाँबाट तपाईँले स्टार ह्याच जे राखे नि भयो। त्यसै गरी अनि त्यहाँबाट कन्फर्म पासवर्ड पनि तपाईँहरूले राख्नुपर्ने हुन्छ। अनि त्यसै गरी तपाईँहरूले आफ्नो नाम राख्नुहोस्, आफ्नो फुल नाम है त। तपाईँहरूले तल थर पनि राख्नुहोस्। अनि त्यति गरिसकेपछि यस्तै गरी है त यो प्रोसेस तपाईँहरूले हेर्दै हेर्दै जानुहोस्। अनि तल जानुहोस्, त्यसलाई त्यहाँ डन गरिदिनुहोस्। डन गरेर तल कन्फर्म टु कन्टिन्यू टु कन्फर्मेसन पेज भन्नेमा जानुहोस्। अनि त्यहाँबाट कम्प्लिट रजिस्ट्रेसनमा जानुहोस्। रजिस्ट्रेसन तपाईँको कम्प्लिट भयो त्यति गरिसकेपछि। अनि तपाईँको त्यत्तिकै जाँदाखेरि कन्टिन्यू टु सर्भिस पेजमा जानुहोस्। सर्भिस पेजमा गइसकेपछि तपाईँहरूको यस्तो पेज आउँछ। यस्तो पेज आएपछि कार्ड राख्दैन, कार्डहरू मौसिकोमी कोचिरा भन्ने जानु। अनि तपाईँले तौरु गर्नुभएको मेल आइडी छ नि, हो त्यो तपाईँले त्यहाँ हाल्नुहोस् है। तपाईँले अहिले अब जुन सुरुमा तपाईँले इमेल आइडी हाल्नु भएको थियो नि सुरुमा, हो त्यो चाहिँ तपाईँले यहाँ हाल्न सक्नुहुनेछ। त्यो हालिसकेपछि तपाईँहरूले अहिले तौरुको गरेको जिउ हो चाहिँ यहाँ अलिकति मात्रै आउँछ, सबै जिउ हो चाहिँ आउँदैन। त्यहाँबाट तपाईँले अहिलेको तपाईँले न्युरो गरेको पासवर्ड त्यहीँ हाल्नुहोस्। त्यो पासवर्ड हालिसकेपछि चाहिँ तपाईँ नेक्स्ट गर्नुहोस् है त। ओजन गर्नुभयो भने तपाईँले पछि खोल्दाखेरि सन्दर्भमा खुल्छ। ओजन गर्नु भएन भने तपाईँले न्युरो गर्न पासवर्ड हालिरहन हिजो हुन्छ। अनि त्यहाँबाट तपाईँको चाहिँ अहिले तपाईँले न्युरो गरेको रोमाजीको नाम चाहिँ तपाईँको इङ्ग्लिस चाहिँ त्यहीँ हुने भयो। अब तपाईँले चाहिँ फुरिगाना अथवा हाल्न पर्ने हुन्छ है त, फुरिगाना हाल्नुहोस्। अनि त्यहाँबाट चाहिँ तपाईँ तल तपाईँको रोमाञ्जीमा पनि तपाईँको अब जे जस्तो तपाईँको रोमाञ्जीमा लेख्नुहुन्छ, जापानिजको रोमाञ्जीमा अनि त्यसै गरी लेख्नुहोस्। मेरो चाहिँ थर बिग्रिएको थियो, नाम चाहिँ अब त्यस्तै हुन्छ रोमाञ्जीमा लेख्दाखेरि। अनि त्यहाँबाट चाहिँ तपाईँले अब आफ्नो सेभेज लेख्नुहोस्। सेभेज पछि तपाईँको सेनेनगापी आफ्नो तान्जोबी बर्थडे तपाईँले चुज गर्न सक्नुहुनेछ। बर्थडे चाहिँ आफ्नो चुज गरिसकेपछि मैले चाहिँ यो सबै टेक्टोमा गरेको हो। तपाईँहरू चाहिँ आफ्नो ताता सिजो हो हाल्नु होला। अनि तपाईँको दिनोबाङमा आफै हाल्नु होला। मैले चाहिँ आफ्नो सबै टेक्टो आफै टेक्टोमा हालेँ त लास्टमा मौसी कोमी चाहिँ गरिनँ। अनि त्यसपछि तपाईँ त्यसै गरी जाँदै गर्नुहोस्, तल 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 जानुहोस्। अन्त तलतिर जाँदाखेरि तपाईँ अब त्यहाँ जिउसोको युबिनबाङ हो अनि तपाईँको पहिला त्यहाँ हाल्नु पर्दैन, तपाईँले पहिल्यै हाल्नु भएको छ। अनि त्यहाँबाट युबिनबाङको हाल्ने ठाउँ आउँछ, युबिनबाङमा हाल्नुहोस्। युबिनबाङ हालेपछि त्यहाँ जिउसो हो खेन्साको सुरु भन्ने ठाउँमा गर्नुभयो भने तपाईँले नि एराबु त्यहाँ तोकोरो आउँछ। त्यहाँबाट तपाईँले आफ्नो युबिन हाल्ने बित्तिकै तपाईँले त्यहाँ चोमेसम्म चाहिँ तपाईँले त्यहीँ आउँछ है त। अनि त्यसपछिको चाहिँ जिउको चाहिँ तपाईँले आफै मजाले त्यहाँ न्युरोको गर्न सक्नुहुनेछ। अनि तपाईँले न्युरोको गरिसकेपछि चाहिँ छ नि, अनि त्यहाँबाट तल अझ काताकानामा पनि तपाईँले त्यहाँ न्युरोको गर्न पर्ने हुन्छ। अनि यसै गरी तपाईँहरूले न्युरोको गर्दै 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 जानुहोस्। अनि यस्तो न्युरोको गरिसकेपछि चाहिँ तपाईँहरूको कार्ड चाहिँ लगभग यसमा यहाँसम्म पुग्दा चाहिँ तपाईँको आधी चाहिँ काम लगभग भएको जस्तो हुन्छ है। यति काम गर्दाखेरि तपाईँको आधी काम चाहिँ भयो। अनि त्यसपछि तल जानुहोस्, तल जानुहोस्। त्यहाँबाट तपाईँले गोखाजोको निचोई के भनेको छ, तपाईँले खेकुन सारे तिमासका भनेको छ। त्यहाँ अब खेकुन छ, कोदोमो छ कि छैन, अब भए आरी नत्र नासी गर्नुहोस्। अनि त्यहाँ तपाईँको दुईजना परिवार बे गरे भए दुईजना भयो। अनि फ्यामिली हुनुहुन्छ दुई तिनजना, कोदोमो खाने दुई तिनजना कति हो। अनि तपाईँ मान्छे केमा बस्नुहुन्छ त्यहाँ चुज गर्नुहोस्। कति वर्षदेखि भर्ती हुनुहुन्छ त्यहाँ चुज गर्नुहोस्। मैले चिनिदेखि सानैदेखि चिनान मिमान गरेँ। अनि तपाईँको अब जिउताको लोन चाहिँ प्रायः सबैको हुन्छ। सबले अब सेयरको कार्ड के भन्छ या चाहिँ तिर्नु भयो भने चाहिँ त्यो चाहिँ ओसिहारे आरी गरिदिनुहोस्। अनि त्यहाँबाट चाहिँ तपाईँ अब गाक्से भयो भने गाक्से हो, अनि किमुसाकी हो भने किमुसाकी त्यहाँबाट गर्नुहोस्। अनि तपाईँको अनि ओनिन को सिउन्यु भने यहाँको गोजिउमान अनि सेताई स्याउन्यु भने तपाईँको चाहिँ तल एकदम तल चाहिँ अनि तपाईँले तल चाहिँ आफ्नो लेख्नुहोस्। तल एक्स्ट्रा केही सिउनी छ भनेदेखि त्यही तल लेख्नुहोस् टोटल सिउनी गरेर।
अनि त्यहाँबाट अब तपाईँको चौकिन किङ्गाकु भने तल चाहिँ तपाईँले चौकिन किङ्गाकुमा चाहिँ तपाईँको जति छ हो त्यहाँ तल अब तपाईँले तल हाल्ने बित्तिकै माथि चाहिँ हाइगुसिया समानो सिउनी भन्यो तपाईँले आफ्नो घरमा फ्यामिलीको सिउनी चाहिँ तपाईँले त्यहाँ हाल्नुपर्ने हुन्छ। अनि त्यहाँ तपाईँले चाहिँ त्यसपछि चाहिँ सेक्यो साकी जिउता कुनी तदुक गर्ने हो कि तपाईँले काममा तदुक गर्ने हो किमोसाकी भन्ने हुन्छ। तपाईँले चाहिँ अब आफ्नै घरमा त गर्नुहुन्छ जिउता कुरा गर्नुहोस्। अनि तपाईँले चाहिँ त्यहाँ छ नि त चौकिनमा चाहिँ तपाईँले कति चौकिन छ त्यो चौकिन किनगाको चाहिँ तपाईँले एराबु गर्न सक्नुहुनेछ। मैले चाहिँ 50देखि 79 मान गरेँ। अनि त्यहाँबाट कादो नो रियो मुक्तेकी भनेको छ तपाईँको फुचुनो ओसिहाराई गर्ने हो कि अब गेन किन्दाले ओरुसु गर्ने अब के गर्ने खरिरो गर्ने है के हो तपाईँले त्यो सबैमा चेक गर्न सक्नुहुन्छ। अनि त्यहाँदेखि त अब अरू खाइसाबाट तपाईँले लिए पनि नासी गरिदिनुहोस् है त त्यसमा चाहिँ तपाईँले। अनि आइविसा सामान पिङ्गु निचै त्यो भनेपछि तपाईँलाई के गरी खाजाको कादहरू चाहिन्छ भनेदेखि आरी गर्नुहोस् नत्र नासी गर्दै हुन्छ। अनि तपाईँले भिजा गर्नुभयो भने चाहिँ तपाईँले 11,000 पोइन्ट पाउनुहुन्छ। त्योभन्दा बाहेक गर्नु भने चाहिँ नत्र 5,000 मात्रै पाउनुहुन्छ है त्यहाँ। अनि त्यसपछि तपाईँले यहाँ लास्टमा चाहिँ यहाँ यही आन्सोबाङ्गो भने तपाईँले अब 4 केटाको आन्सोबाङ्गो हाल्नुहोस्। तपाईँको देन्सी मनी भनेपछि तपाईँले एडिएहरू युज गर्नुहुन्छ भने त्यो किबोर्ड सुरु गर्नुहोस् नत्र भने चिनाइ गर्नुहोस्। अनि तपाईँहरूलाई यो मेलहरू चाहिन्छ राख्दैन पोइन्टको के चुइते के ओसिआरआईहरू के ओसिरासीहरू चाहिन्छ भनेदेखि तपाईँले त्यहाँ किबोर्ड गर्नुहोस् नत्र किबोर्ड नासिदिए हुन्छ। अनि तपाईँले चाहिँ तेजुजुकी कौजा तेजुजुकी चाहिँ मैले चाहिँ इन्टरनेटबाट गरिनँ किनभने अहिले इन्टरनेटको सबै तेजुजुकी हाल्नुपर्ने भएर तपाईँले चाहिँ इन्टरनेटबाट गर्नु भने कौजा त्यहाँ सेट्दै गर्न सक्नुहुन्छ। अनि नाइयो होजन सिमासका भने होजन गर्नु भने चाहिँ तपाईँले पछिलाई पनि काम लाग्छ यो नाइयो चाहिँ होजन गरेर राख्नु होला। अनि त्यसपछि चाहिँ अब खाबुसिकी खाइस तपाईँको के हो खाइसको नाम लेख्नुहोस्। मैले चाहिँ अब त्यतिमा खाबुसिकी खाइस खाबु मारु मारु लेख्ने अब त्यो तपाईँहरूलाई त्यो देखाउनको लागि। अनि त्यहाँबाट चाहिँ तपाईँहरूले त्यो लेख्दै 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 जानुहोस्। अनि तपाईँले त्यहाँ कहाँ हो काम किमुसाकी चाहिँ काम गर्ने ठाउँ कहाँ हो त्यो तपाईँहरूले चाहिँ चुज गर्नुपर्ने हुन्छ है त। त्यो चुज गरिसकेपछि मैले चाहिँ खाबुसिकी खाइसा मारु मारु सजिलोको लागि खाबु मारु मारु लेखेँ मैले चाहिँ सबै त्यो अब सबै जिउ हाल्न त झ्याउ हुन्छ नि त। मलाई कार्ड चाहिएको छैन कार्डै कार्ड भएर त लास्टै कार्ड भइसक्यो पर्समा नअट्ने भइसक्यो अहिले कार्ड। त्यही भएर कार्ड चाहिँ चाहिएको छैन। साथीहरूले कसरी गर्ने भनेर सोध्नु भएको कारणले गर्दाखेरि मैले चाहिँ तपाईँहरूलाई यो भिडियो बनाएको। अनि तपाईँहरू चाहिँ अब यहाँ म चाहिँ आई चिकनमा बस्छु भएर आई चिकन राखेँ। तपाईँहरू जुन केन बस्नुहुन्छ त्यहाँ तपाईँले किमुसाकी चाहिँ जुन केनमा गर्नुहुन्छ त्यही केन राख्नुहोस् कि आफ्नो बस्ने ठाउँ होइन कि। अनि तपाईँको किमुसाकीको दिनोबाङ्गो भने थाहा छ ल तपाईँले त्यही त्यहाँ नियुरोग गर्न सक्नुहुन्छ। कति वर्षदेखि काम गर्दै हुनुहुन्छ त्यो त्यहाँनिर नियुरोग गर्नुहोस्। अनि तपाईँहरू अब के गर्नुहुन्छ योगो हो कि सेक्योगो मु हानबाई जिमुसो के गर्नुहुन्छ त्यसैमा त्यो गर्नु होला। अनि त्यहाँबाट अब खाइसाइन त हुनुहुन्छ प्रायः खाइसाइन गएको चाहिँ अब त्यहाँ के हुन्छ त्यही हुन्छ। अब तपाईँहरूको यो चाहिँ तपाईँको नाइयो ग्योमु नाइयो हो ग्योमु नाइयो चाहिँ के हो त्यही गर्नु होला। अनि उन्तिन मिन क्युसो आरी गऱ्यो भने चाहिँ तपाईँलाई कार्ड आउने सम्भावना बढी हुन्छ। मैले चाहिँ अहिले नासिमलाई मौसीको पनि गर्न सक्ने त्यही भएर त्यहाँ गऱ्यो भने उन्तिन मिन क्युसो पनि नौरो उ गर्नुपर्छ नोसेरी गर्नुपर्छ। त्यही भएर मेन दुख्छ भएर मैले गरिनँ। अनि त्यहाँबाट तर दोइसो भन्ने एउटा चेकको आउँछ त्यहाँबाट सर गएर तपाईँले आफ्नो जिउ टक्क खाक्निङ गर्नुहोस् खाक्निङ तलसम्म गएर टक्क गर्नुहोस्। ओके भयो भने बिग्रेछ भने सिउसे गएर फेरि त्यहाँ मजदुर गर्न मिल्छ त्यहाँनिर। किनभने दोइसो गरेन मौसीकोमी गरिदिनुहोस् यति गरी सक्यो।